कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तहा उपरान्त सतीदेवीको कन्यादानको दिन भयो र श्री विष्णु कन्यादान लिन भनी जानुभयो। श्री विष्णुले विचार गर्नुभयो, यस विवाहमा कन्यादान लिन श्री महादेव आउनुहुनेछ, अत मैले हतार गर्नु हुँदैन। यता दक्ष प्रजापतिले पनि सम्पूर्ण सामग्री तयार गराई यज्ञविधि गरिसकेर कन्यादान दिन तयार भइबसे, उता महादेवलाई पनि दक्ष प्रजापतिको घरमा कन्यादान लिन जाने कुराको स्मरण हुन्छ। महादेव हतारको स्मरण हतार दक्षको घरमा जानुभयो। त्यहाँ भगवान विष्णुले महादेवलाई कुरेर बस्नुभएको रहेछ। कन्यादान लिने समय आउँदा पनि महादेव उपस्थित हुनुभएको छैन भन्दै विष्णुले चिन्ता गरिरहेका बेला वृद्ध सन्यासीको रूपमा महादेव आउनुभएको टुप्लुक्क देख्नुभयो। महादेवले विवाहको मण्डपमा पुगी दुलहा बनेका श्रीविष्णुसँग आज्ञा गर्नुभयो, हे विष्णु, हे दक्ष प्रजापति, म अति टाढादेखि आए, भोक लागिरहेको छ, मलाई भिक्षा नदिई कन्यादान लिए पनिको कुरा सुनि श्रीविष्णुले भन्नुभयो, हे भिक्षको रूप लिएका महादेवलाई चिनेनन् र सन्यासी नै भन्नुभयो। हे भिक्षुको रूप लिएका महादेवलाई भने, मेरो कन्यादानको बेला बित्न लाग्यो। कन्यादान भइसकेपछि तिमीलाई भिक्षा दिउँला। अहिले तिमी म भएको ठाउँमा आइबस। यति भनी विष्णुले भिक्षुकका रूपमा आएका महादेवलाई आफू बसेको आसनमा बसाउनुभयो। महादेव कस्ता बेलामा आइपुग्नुभयो भने, हे अगस्त्य मुनि, बिरणीले सुनका कमाण्डुले जलधारादि दक्ष प्रजापतिले सतीदेवीको हात विष्णुको हातमा सुम्पन लागिरहेका थिए। यस्तो बेला विष्णुले सतीदेवीको हात सन्यासी रूपी महादेवको हातमा पारिदिनुभयो। त्यो कुरा थाहा पाएर दक्ष प्रजापतिले ठूलो विषाद गरी भन्न लागे, हे विष्णु, तिमी कपटी रहेछौ। तिम्रो विश्वासमा पर्दा मेरी पुत्री सतीदेवी यो अवस्थामा परी। दक्ष प्रजापतिले भनेको यस्तो कुरा सुने श्री विष्णु केही उत्तर नदिई सतीको हात महादेवका हातमा पारी अब म जान्छु भनी सन्यासी रूपका महादेवसित विदा भई वैकुण्ठ जानुभयो। विष्णु भगवान गएपछि दक्ष प्रजापतिले सतीदेवीलाई भने, हे पुत्री सतीदेवी, पापिष्ट विष्णुले छल्दा तिम्रो यस्तो गति भयो। तिमीले वृद्ध सन्यासी स्वामी पायौ, तैपनि दुःख नमान, तिमीलाई हामी पालौँला। अहिले यही सन्यासीसँग जाऊ। आफ्ना पिताले भनेको यो कुरा सुनि बहिनीहरूले देवता स्वामी पाएको सम्झना गर्दै सतीदेवीले मनमा विचार गर्नुभयो, म धिक्कार रहेछु। सन्तापका कारण सतीदेवी ठूलो विषाद गरी रुन लाग्नुभयो। अन्त्यमा फेरि मेरा कर्ममा यस्तै लेखेको रहेछ, रोइ के गरौँ, जस्तै भए पनि मेरा पति यिनै हुन् भनी धैर्य गर्नुभयो। केही समयपछि सन्यासी रूपका श्री महादेवलाई सतीदेवीलाई आज्ञा गर्नुभयो, हे प्रिय, अब यहाँ बसी के गर्नु, आफ्नै घर जाउँ मातापितासित बिदा मागेर आऊँ। यसरी आफ्ना स्वामीले आज्ञा गरेको सुनि सतीदेवीले हवस भनी दक्ष प्रजापति र